तिबाराको दर्शनमा आएको थियौँ हामी। तर बाटो जे होस् 10 वर्ष अगाडिको भन्दा राम्रै रहेछ बाटो। र बाइक कि अलिकति पानी परेर नजाने भएछ। अबको सरकारले केही गर्ला भनेर आशा र विश्वास राखेको छु। यहाँ चाहिँ हाम्रो हेर्नु ग्याङ नयाँ बाइक लिएर आउनुभएको छ। एकराज दाइ हुनुहुन्छ, यो चाहिँ हाम्रो दीपक हुनुहुन्छ, पछि विकास मण्डल हो यो मोबाइलको प्रोप्राइटर। र बाटोको लागि अब आह्वान गर्न खोज्छु यो अब वर्षभित्र बनाइदिनु पर्ने भक्तजनहरूलाई धेरै इच्छापूर्वकले पाँचजना दर्शनमा आउनुहुन्छ। र बाटो अप्ठ्यारोको कारणले तपाईँलाई सुकेटारदेखि तल्लो फेदी जानलाई 1500 रुपियाँ 6 किलोमिटर बाटोमा 1500 रुपियाँ भाडा लिँदो रहेछ। त हामीले विराटनगरबाट खर्च जति ताप्लेजुङ आउन लाग्छ त्यति 6 किलोमिटर बाटोमा भाडा दाबेर उठाइदिनुहुन्छ। त्यही भएर अलिकति बाटो चाहिँ सहज रूपमा हाम्रो नेपाल सरकार, नयाँ सरकार, बालेन सरकार एस्केलेटर पर चढ़ रहे हैं।